टच आउट भएको छ सिद्धलेक भर्सेस कुनरको है हेर्नु यति बेला 10 नम्बर 9 मा रहेको खेलाडी राम्रो ड्यास हान्न सफल 10 नम्बर 7 का खेलाडीलाई र यति बेला 10 नम्बर 9 मा रहेको खेलाडी जीवन श्रेष्ठ रेडमा भने आफ्नो स्किल देखाउँदै राम्रो टच आउट पारेर सफल भयो नीलकण्ठ नगरपालिकाले र नीलकण्ठ नगरपालिकाको कबड्डी कोच विशाल सापकोटाले आफ्नो टिमलाई कोच गर्दै गरिम भयो है त्यो लिएर आउँदा जब कोच आउँछ माग्नुपर्छ भन्दै थियो कसो माग्ने यताबाट गर्न आएको त्यो होइन हामी त्यहाँ हामीसँग छैन होला गुरुसँग माग्नुपर्छ वेडमा हुनुहुन्थ्यो र राम्रो ट्याकल गर्न सफल जसमा 2 र 3 का खेलाडी र गजुरी गाउँपालिकाले आफ्नो खातामा बोनस पोइन्ट जोड्न सफल भएको छ भने यति बेला 10 नम्बर 9 मा रहेका जीवन श्रेष्ठ रेडमा राम्रो टच आउट गर एम्प्टी रेड भने 10 नम्बर 9 मा रहेका जीवन श्रेष्ठ यति बेला रेडमा सँगसँगै 7 नम्बर जर्सीलाई टच गरेको छ गमला थियो दोस्त सँगै अन्तिम 1 मिनेट बाँकी र यति बेला पोइन्ट रहेको छ नीलकण्ठ 43 भने गजुरी 18 र 10 नम्बर 9 मा रहेका खेलाडी जीवन श्रेष्ठ रेडमा र आफ्नो उत्कृष्ट खेल देखाउँदै जीवन श्रेष्ठ राम्रो एकदम नै उत्कृष्ट र नीलकण्ठ नगरपालिका सिद्धलेक गाउँपालिका छात्रा तर्फको कबड्डीको फाइनल खेल यतिखेर जारी छ हामीले केही समय ढिला प्राविधिक समस्याको कारण केही ढिला लिएर पोस्ट र बागमती कलमको फेसबुक पेजबाट बोनस पोइन्ट ल्याउन सफल सिद्धलेकका खेलाडी सिद्धलेक 7 नीलकण्ठ उत्कृष्ट ट्याकल गर्दै अङ्क थप्न सफल सिद्धलेक र बराबर बनाउन सफल भएका छन् सिद्धलेक गाउँपालिका सिद्धलेक 8 नीलकण्ठ 8 पोइन्ट बराबरी भएको छ खेलको घण्टा बन्द छ र जीवन श्रेष्ठ नीलकण्ठ नगरपालिका 10 सिद्धलेक 8 अङ्क रहेको छ यो प्रथम स्थानको लागि भइरहेको प्रतियोगिता पहिलो हाफमा 10-8 को 9-11 को अवस्था छ सिद्धलेक 9 नीलकण्ठ 11 9-11 सिद्धलेकले र यतिखेर सिद्धलेक 14-18 सिद्धलेक 14 नीलकण्ठ 18 4 अङ्कको अन्तर रहेको छ 14-18 फेरि पनि टच आउट गर्दै 1 अङ्क थप्न सफल सिद्धलेक गाउँपालिका सिद्धलेक 17 नीलकण्ठ 19
17-19 को अवस्था छ यतिखेर। राम्रो ट्र्याकल गर्दै नीलकण्ठ नगरपालिका र आफ्नो खातामा 1 अङ्क याद गर्न सफल भएको छ। नीलकण्ठ 23 सिद्धलेक 22 23-22। भइसकेको छ नम्बरको लागि नीलकण्ठबाट यतिखेर जोड्न रहेका छन्। आउट गर्न सफल सिद्धलेकका 5 नम्बरको लागिबाट 1 अङ्क थप्दै 29 सिद्धलेक 29 नीलकण्ठ 33। फेरि पनि टच आउट नीलकण्ठबाट र बोनस पोइन्ट फेरि पनि नीलकण्ठलाई 37-33 नीलकण्ठ 37 सिद्धलेक 33। बोनस पोइन्ट लिएर आएर नीलकण्ठ नगरपालिका आफ्नो खातामा 40 अङ्क बनाएको छ। 38-40 को अवस्था छ यतिखेर। चाहन्छौं भाइको उत्कृष्ट प्रदर्शन खिलाडीका रूपमा अनुशासन प्रदर्शन र सिप कौशल प्रदर्शनका लागि उहाँप्रति हामी नीलकण्ठ नगरपालिका हार्दिक आभार व्यक्त गर्न चाहन्छौं। तपाईको खेल भविष्यका लागि हार्दिक शुभकामना दिन चाहन्छौं। तपाई नेशनल इन्टरनेशनल लिगमा पनि सिलेक्सन हुँदै अगाडि बढ्नुहुनेछ भन्ने पूर्ण आशा लिएका छौं। तपाईको खेल भविष्यका लागि हार्दिक शुभकामना।